हेलो एभ्रिवान, कोनिचिवा। आजको क्लासमा चाहिँ म हजुरहरूलाई म्याथमेटिक्स इन जापानिज ल्याङ्ग्वेजमा चाहिँ म्याथलाई अथवा गणितलाई चाहिँ कसरी पढिन्छ भन्ने कुरा सिकाउन आएको छु। सबैभन्दा पहिला चाहिँ म्याथलाई चाहिँ गणितमा सोगाकु भनेर भनिन्छ। सोगाकु भनेको के भयो? म्याथमेटिक्स। त्यस पछाडि हेर्नुहोस् त, तासु भनेको जोड हुन्छ, हिक्कु भनेको घटाउ हुन्छ, वारु भनेको भाग हुन्छ, खाकेरु भनेको गुणान हुन्छ, हा मात्रै भनेको चाहिँ बराबर हुन्छ है, इजिकल टु भयो। फेरि हेर्नुहोस्, तासु जोड, हिक्कु घटाउ, वारु भाग, खाकेरु गुणान, हा इजिकल टु बराबर। त्यस पछाडि मैले यहाँनिर चाहिँ केही रेन्सुहरू गरेर लिएर आएको छु, हजुरहरूलाई हेर्दा सजिलो हुनेछ है त। सबैभन्दा पहिला हेर्नुहोस् त, तासु भनेको जोड भयो नि। अब यो सान्जिउगोमा योन्जिउ हाच्चीलाई तासु गर्दा कति भयो? हाच्चीजिउ सान है। त्यस पछाडि अर्को हेर्नुहोस् त, एउटा हिकुको इक्जाम्पल छ। गोजिउ नीमा सान्जिउ इचीलाई हिकु गर्दा कति भएको छ? निजिउ इची है। त्यस पछाडि अर्को निजिउ योनलाई नीले वारु गर्दा कति भएको छ? जिउ नी भएको छ। अनि यो चाहिँ के हो? हा भयो, इजिकल टु है। त्यस पछाडि हेर्नुहोस् त, सान्जिउगोलाई गोले खाकेरु मल्टिप्लाई गुणान गर्दा कति भएको छ? ह्याकु नानाजिउ गो है। यो चाहिँ सिम्पल मात्र इक्जाम्पल छ, हजुरहरूले चाहिँ प्रिन्स्यु गर्नुहोला है त। फेरि एकचोटि सरर माथिदेखि हेर्नुहोस् त, तासु जोड भयो, हिक्कु घटाउ भयो, वारु डिभाइड भयो, भाग भयो, खाकेरु गुणान भयो, हा भनेको बराबर भयो है त। ओके, आशा गर्छु मलाई हजुरहरूलाई यो भिडियोले चाहिँ म्याथमेटिक्सलाई थोरै भए पनि हेल्प पुगेको छ। ओके, इफ केही कन्फ्युज हुनुहुन्छ भने कमेन्ट गर्न नबिर्सिनु होला भन्दै आजको क्लास यहीँ सकाउँछु। ओके, थ्याङ्क यू फर वाचिङ। बाई बाई, हेभ अ गुड डे।